गाइजहरू सन्चै हुनुहुन्छ होला। आजको नयाँ भ्लग चाहिँ यहीँदेखि स्टार्ट गरिदिउँ न त है। म चाहिँ यसो रनिङ गरेर पनि आइसकेको। अब यसो योगा गर्नु पऱ्यो। सुतेर के गर्ने अगर गएर आएकै 5 बजे गएको अनि भर्खरै आइसक्यो। अनि चाहिँ म चाहिँ अब यसो योगा गर्नतिर लाग्दैछु है त। अनि आफ्नो शरीर स्वच्छ राख्नु पऱ्यो, त्यही हो होइन र गाइजहरू। ल फर्म लिनै बिर्सेको है गाइजहरू, फर्म लिनु त जानै पर्ने होला। फेरि फर्म लिन आएको भर्खरै सक्नु हो र। यो गाइजहरू मैले फर्म पनि लिइसकेँ है त। यो मेरो योगा गर्ने ठाउँ चाहिँ उजेलो हुन लागिसक्यो है गाइजहरू। म त रनिङ गरेर आएको भर्खरै मित्र र म अब यहाँ बसेर सानो योगा फुल योगा गर्नु पऱ्यो है त गाइजहरू। कस्तो लाग्छ हजुरहरूलाई? योगा गरेर पनि मेरो टाइम अफ भइसक्यो है। अब चाहिँ अहिले कति 6:15 भइसक्यो। मेरो चाहिँ योगा गरेर टाइम पनि भइसक्यो साथीहरू। अब चाहिँ म तलतिर गएर यसो चिया अब बिहानको खाजा गराउन जाँदैछु है। के छ दुध पनि रहेछ है गाइजहरू। ट्याक्क पारामा गराउनु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। हेलो गाइजहरू, पानी नै भ्याइरहेछ है। पानी दिन जाँदैछु म। पानी लिएर पनि आइसकेँ है त मैले त गाइजहरू। ओ सरी आइएम भेरी सरी। पानी लिएर पनि आइसकेँ गाइजहरू। कस्तो लाग्छ हजुरहरूलाई? बुझ्दिनु होला, यस्तै छ है पारा। चियाबाट मैले चाहिँ दुध चिया पनि खाने हो। मलाई यस्तो कमेन्ट गर्नु होला। दुध चिया बन्दैछ यता चाहिँ। हाम्रो दिदी चाहिँ बाहिर काम गर्दै हुनुहुन्छ बाहिरतिर। दुध चिया एकदम दुध अरे। कस्तो छ हाम्रो किचन? कस्तो छ गाइजहरू हाम्रो किचन? म चाहिँ अब चिया गराउनु लाग्छु। चिया र बिहानको खाजा चाहिँ खानै पऱ्यो हो कि नै। चिया पनि बन्दैछ है त। पहिला कुरो चाहिँ के हाल्नु भन्दाखेरि चाहिँ चियापत्ती हाल्छ है त गाइजहरू। पहिला
चियापत्ती हाल्छु गाइसहरू चियापत्ती हालिदिन्छु है गाइसहरू चियापत्ती हालिदिन्छु चिनी पनि हाल्न लागिसक्यो है थाहा छ कि चिनीहरू पनि हालिसकेँ मैले अब चाहिँ गाइसहरू म चाहिँ दुध हाल्छु है त दिदीलाई चाहिँ एउटा कालो चाहिँ हालिदिइसकेको दिदीले चाहिँ दुध चाहिँ खानुहुन्न त्यही भएर अब दुध हाल्दैछु है गाइसहरू कसै राम्रो गरेर पकाउनु त आउँदैन गाइसहरू के भनौँ खै त्यस्तै छ अब सरी पोख्यो चाहिँ उम्ल्यो मलाई हालिदिनु न मलाई तिमी हालिदिनु त सानो कपमा हालिदिनु न चिया छान्ने देख्नु भएन बेबी नै Hi guys, good morning everyone. YouTube channel. भाइको अरे नि भाइले भलक गराउँछु भन्छ बोल आउँदैन भाइलाई बोल्न आउँछ तिमीलाई नाइ बिहान उठेर के गरेर बस्यो त रनिङ गरेर आएँ अनि योगा सोगा गरेँ योगा अनि अब चाहिँ 1 गिलास योगा हुन्छ हैन अब 1 गिलास योगा हुन्छ हेलो गाइस कस्तो लाग्छ हजुरहरूलाई हामीले मैले चिया पनि बनाइसकेँ र चिया पनि खान आँटिसकेँ त है चिया र अब रोटी छ रोटी खानुपर्छ है त रोटी पनि अहिले आउँछ हेलो गाइस के कस्तो लाग्छ हजुरहरूलाई मेरो भ्लग लास्टसम्म हेरिदिनु होला अनि माया र अनि सपोर्ट चाहिँ गर्न चाहिँ नबिर्सिनु होला त्यही हो आजको भ्लग चाहिँ यस्तै हो अब लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है यति भन्दै म बिदा हुन चाहन्छु र हामी अर्को भ्लगमा फेरि भेट्नेछौँ गाइसहरू बाई बाई